नमस्ते एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। आज म एउटा भेरी पर्सनल रियलाइजेसन सेयर गर्न लागेको छु। रिसेन्टली मैले प्र्याक्टिकल एक्जामिनेसनमा 2 या 2टा प्रोग्राममा 3चोटि होस्ट गर्ने अपर्च्युनिटी पाएँ आफ्टर अ भेरी लङ टाइम। अनि यो एक्सपिरियन्स चाहिँ मेरो लागि किन महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ मैले ब्याचलर जोइन गर्दा जस्ट फर्म भर्छु, पढाइ रिस्टार्ट गरेँ नि जब जस्ट फर्म भर्छु अनि इक्जाम दिन्छु अनि पास हुन्छु, यस्तो कुनै प्रोग्रामहरू अटेन्ड गर्दिनँ सोचेर गरेको थिएँ। तर हाम्रो प्र्याक्टिकल अन्तर्गत चाहिँ ग्रुप वर्क रहेछ अनि पार्ट लिनै पर्यो अनि मैले एज अ होस्ट रोल प्ले गरेँ हाम्रो प्र्याक्टिकल्समा। एन्ड अनेस्टली यो एक्सपिरियन्सले मलाई एउटा ठुलो कुरा रियलाइज गरायो। पब्लिक स्पिकिङ ट्यालेन्ट भएर मात्र हुँदैन, इट्स अल अबाउट प्र्याक्टिस एन्ड कन्सिस्टेन्सी रहेछ। हामी धेरै जसोले सोध्छौँ कि त्यो मान्छे त नेचुरली कन्फिडेन्ट छ, उसको पब्लिक स्पिकिङ राम्रो छ, स्किल, म चाहिँ पब्लिकमा बोल्न सक्दिनँ, म के गरौँ भनेर सोध्छौँ कि। बट आफ्टर दिस एक्सपिरियन्स मैले रियलाइज गरेँ कन्फिडेन्स भन्ने कुरा जन्मिने कुरा होइन रहेछ, कन्फिडेन्स इज प्र्याक्टिस रहेछ। आजको भिडियोमा म सेयर गर्नेछु होस्टिङ आफ्टर अ लङ टाइमले मलाई के सिकायो, मैले के फिल गरेँ अनि पब्लिक स्पिकिङको बारेमा बिगेस्ट लेसन के पाएँ भनेर। सो लेट्स बिगिन। सबैभन्दा फर्स्ट कुरा फियर। अनेस्टली स्पिकिङ लङ टाइम पछि होस्टिङ गर्न जाँदा म अलि नर्भस थिएँ। मनमा थट्स आउने कि के बोल्यो भने के हुने हो, के बोल्न बिर्स्यो भने के हुन्छ, सबको अगाडि मिस्टेक भयो भने के हुन्छ, भोइस मेरो शेक भयो भने के हुन्छ, पिपलले जज गर्ला कि भन्ने धेरै थट्सहरू आयो कि। एन्ड आई थिङ्क मोस्ट पिपल रिलेट टु दिस। पब्लिक स्पिकिङको फियर अलमोस्ट सबैलाई नै हुन्छ। बट इन्ट्रेस्टिङ थिङ चाहिँ के रियलाइज गरेँ भने फियर डजन्ट डिसपियर बिफोर एक्सन, फियर डिक्रिजेस आफ्टर एक्सन के। यो चाहिँ भेरी इम्पोर्टेन्ट रियलाइजेसन हो मेरो लागि। हामी धेरै वेट गर्छौँ नि पहिला कन्फिडेन्स आओस् अनि बोल्छु भनेर, तर होइन रहेछ, पहिला बोल्नुपर्छ अनि कन्फिडेन्स आउँछ। द्याट्स हाउ इट वर्क्स। जब म स्टेजमा गएँ सुरुमा अलि नर्भस फिल भयो, भोइस मेबी पर्फेक्ट थिएन, फ्लो पनि एकदम स्मुथ थिएन। बट समथिङ इन्ट्रेस्टिङ ह्यापन्ड। बिस्तारै फ्यु मिनट्स पछि बडी एडजस्ट हुन थाल्यो, माइन्ड पनि काम हुन थाल्यो अनि मैले रियलाइज गरेँ ओ म त बोल्न सक्छु त, म किन डराइरहेको छु भनेर। समटाइम्स त हामीले आफूले आफूलाई अन्डर एस्टिमेट गरेर मात्र पछि परेका हुँदो रहेछौँ कि। वी थिङ्क म सक्दिनँ, बट रियालिटीमा चाहिँ यु क्यान, यु जस्ट ह्याभन्ट प्र्याक्टिस इनफ रिसेन्टली। यो बाइक चलाए जस्तो हो कि होस्टिङ पनि, लङ टाइम नचलाए पनि बिर्सिँदैन, जस्ट फ्यु मिनट्स अक्वर्ड लाग्छ अनि स्मुथ सोमा गइहाल्दो रहेछ। एन्ड सेकेन्ड टाइम होस्टिङ गर्दा चाहिँ आई नोटिस समथिङ, आई वाज बेटर देन द फर्स्ट टाइम। नट पर्फेक्ट बट बेटर भनौँ न, मोर कम्फर्टेबल, मोर नेचुरल, लेस नर्भस। एन्ड आई रियलाइज द बिगेस्ट लेसन, इम्प्रुभमेन्ट डज नट कम फ्रम मोटिभेसन, इम्प्रुभमेन्ट कम्स फ्रम रिपिटेसन। एकचोटि गर्दा कन्फिडेन्स आउँदैन, 2चोटि गर्ने, 3चोटि गर्ने, कहिलेकाहीँ 10चोटि गर्नु पर्ला। कन्सिस्टेन्सीले कन्फिडेन्स बिल्ड गर्दो रहेछ। मोस्ट पिपल अफन सी कन्फिडेन्स स्पिकर्स एन्ड थिङ्क वाउ नेचुरली ट्यालेन्टेड रहेछ, बट मेबी दे सिम्पली हेभ प्र्याक्टिस्ड मोर। धेरै प्रयास गरेको हुनसक्छ, हामीभन्दा धेरै फेल भएको हुनसक्छ। मेबी दे इम्ब्यारेस्ड देमसेल्भ्स मोर, मेबी दे स्पोक मोर, द्याट्स द डिफरेन्स। अनि एउटा बिगेस्ट माइथ रिगार्डिङ पब्लिक स्पिकिङ के रहेछ भने कन्फिडेन्ट पिपल नेभर गेट नर्भस। एकदमै रङ हो कि यो। इभन गुड स्पिकर्स गेट नर्भस। डिफरेन्स के हो त? दे स्पिक डिस्पाइट नर्भसनेस। नर्भस भएर पनि बोल्ने, हार्ट बिट फास्ट भइरहेको हुन्छ, स्टिल स्पिकिङ के। मिस्टेक हुन्छ, स्टिल कन्टिन्युइङ, वर्ड्स कन्फ्युज हुन्छ, स्टिल म्यानेजिङ। द्याट इज ग्रोथ। पर्फेक्ट हुनु इम्पोर्टेन्ट छैन नि, कन्सिस्टेन्ट हुनु पो इम्पोर्टेन्ट हो त। अनेस्टली, मैले अनेस्टली वर्ड धेरै युज गरिरहेको छु आज, किन हो थाहा छैन मलाई। यो होस्टिङ एक्सपिरियन्सले पब्लिक स्पिकिङ मात्र होइन, लाइफको बारेमा पनि धेरै लेसन दिएको छ। मेनी टाइम्स हामी केही कुरा स्टप गर्छौँ नि फर लङ, मेबी स्पिकिङ, मेबी स्टडिङ, मेबी कन्फिडेन्स, मेबी सोसल इन्टरेक्सन। अब मेरो लागि त यो सबै कुरा धेरै समयको लागि स्टप भएको थियो।
अनि पछि लाग्छ म पहिला जस्तो छैन के अब, तर रियालिटी चाहिँ कम्प्लिटली हराउँदैन के कहिले पनि। स्किल हाम्रो चाहिँ कहिले पनि कम्प्लिटली बिर्सिँदैन के हामीले कुनै पनि स्किल, दे जस्ट बिकम रस्टी। रस्टी भनेको प्र्याक्टिस छैन भने अलिकति विक जस्तो हुन्छ, बट वन्स यु रिस्टार्ट बिस्तारै फेरि आउन थाल्छ कि। द्याट्स वाट ह्यापन विथ मी। होस्टिङ टट मी डोन्ट जज योरसेल्फ बेस्ड अन वान ब्याड पर्फर्मेन्स, गिभ योरसेल्फ रिपिटिसन। अब इफ यु आर समन हु इज स्क्यार्ड अफ पब्लिक स्पिकिङ, यो कुरा याद राख्नुहोस्, यी कुराहरू याद राख्नुहोस् भनौँ न। स्टार्ट स्मल कि, डाइरेक्ट बिग स्टेजमा जानु पर्दैन। मिरर अगाडि बोल्नुहोस्, फोन क्यामेरा अथवा रेकर्डरको अगाडि बोल्नुहोस्, साथीहरूको अगाडि बोल्नुहोस्। स्मल प्र्याक्टिस काउन्ट्स। अनि डोन्ट वेट फर कन्फिडेन्स कि, कन्फिडेन्स पछि आउँछ, एक्सन पहिला आउँछ। एक्सेप्ट अक्वर्डनेस, स्टार्टिङ अक्वर्ड हुन्छ, द्याट्स नर्मल। नोबडी बिकम्स अमेजिङ अन डे वान। अर्को इम्पोर्टेन्ट कुरा चाहिँ कन्सिस्टेन्सी बिट्स ट्यालेन्ट। मैले देखेको चाहिँ एकदम ट्यालेन्टेड मान्छेले पनि प्र्याक्टिस गरेन भने विक हुन थाल्छ कि। एभरेज स्पिकरले डेली प्र्याक्टिस गर्न थाल्यो भने धेरै इम्प्रुभ हुन्छ। अनि सबै कुरालाई मैले जे भने एउटा सेन्टेन्समा समराइज गर्ने हो भने चाहिँ पब्लिक स्पिकिङ इज नट अबाउट ट्यालेन्ट, इट इज अबाउट प्र्याक्टिस एन्ड कन्सिस्टेन्सी भन्छु कि म चाहिँ। अनि होस्टिङ आफ्टर अ लङ टाइमले मलाई यो कुरा डिपली रियलाइज गरायो। पहिला जस्तो स्मुथ नहुन सक्छ, मिस्टेक हुन सक्छ, कन्फिडेन्स लो हुन सक्छ, बट इफ यु कन्टिन्यू यु इम्प्रुभ एन्ड वान डे त्यो कुरा नेचुरली फिल हुन थाल्छ। सो यस, होस्टिङ आफ्टर अ लङ टाइम taught me something very powerful. The more you practice, the more confident you become. Not overnight. Overnight त केही पनि हुँदैन, तर slowly, step by step, बिस्तारै भइहाल्छ नि। Once you practice, once you are consistent, सबै कुरा हुन्छ कि it's all about practice। कति मेहनत लाउनुहुन्छ, कति इफोर्ट लाउनुहुन्छ आफ्नो काममा, मेहनत नै हो नि सबै कुरा, होइन त? If you are scared of public speaking, remember this. Don't avoid speaking. Practice speaking. Keep practicing because confidence is built, not born. Okay, आजलाई यति नै। If you like this video, relate with this experience, comment down below. Practice builds confidence. See you in the next video. Thank you for watching. Take care. Bye.